हेलो साथीहरू, आज चाहिँ हामी धरान जाँदैछौँ। मम्मी र म चाहिँ अगाडिको सिटमा बसेको थिएँ, त्यही भएर यहीँदेखि भिडियो बनाउँदै जाँदैछु। आज चाहिँ हामी धरान घुम्न जाँदैछौँ। माइजूले चाहिँ आज हामीलाई घुम्नलाई आउनु न भनेर बोलाउनु भएको थियो, त्यही भएर हामी घुम्न गएको छौँ। अनि धरानमा पुगेर चाहिँ हामी माइजू र बहिनीलाई लिएर चाहिँ घुम्न जानेछौँ। जाँदा हामी चाहिँ हेर्नु न कति छिटो सेउती पुल पनि क्रस गरिसक्यौँ गफमा। अनि धरानमा पुगेर बहिनी र माइजूलाई पनि सँगै लिएर हामी चाहिँ जहाँ भनेको थियौँ त्यहाँ घुम्न गयौँ। टप हिल ट्री हाउस भन्ने ठाउँ चाहिँ माइजूले एकदम राम्रो छ, घुम्न जाऊँ भन्नुहुन्थ्यो र हामी आएको थियौँ। अनि साँच्चै नै रमाइलो रहेछ, अलिक शीतल पनि अनि शान्त पनि। यो चाहिँ धनकुटा जाने बाटोमा पर्दो रहेछ। हेर्नु न कति ठुलो खुकुरी बनाएर यहाँनिर त। अनि यहाँबाट आएको थियौँ हामी चाहिँ, यो बाटोबाट एकदम डाँडामा थियो। अनि खुकुरी देख्दा त कस्तो रमाइलो। अनि यहाँ चाहिँ यस्तो हात पनि रहेछ, त्यहाँ चढेको त बहिनीले मलाई नाच्नु नदिदी अरे। अनि गाना बजिरहेको थियो, मैले पनि नाचिदिइहालेँ हो। अनि फेरि तपाईँ पछाडि म चढ्छु ल भन्थेँ, अनि म झरिदिएँ। अनि पालो ऊ चढी, उसले अनि एउटा दुइटा फोटो खिची। उसले खिचेपछि त माइजू म पनि भनेर माइजू पनि तम्सेर चढ्नु भयो क्या। अनि माइजूले पनि फोटो खिच्नु भयो। अनि माइजू त स्वाभाविक थियो, हेर्नु न साथीहरू। तर मेरो आमाको चाहिँ कुरै नगरौँ, जसको चाहिँ कम्मर दुखेर 3-3वटा बेल्ट कम्मरमा बाँधेर हिँड्नु भएको छ, उहाँलाई पनि जस्सागर चढेर फोटो खिची छाड्नु, अझ उभिएर पो खिच्नु भएको क्या। हामी त कति हाँस्नु। तर वास्तवमै भन्नुपर्दा यो ठाउँ एकदम रमाइलो छ। परिवारसँग आए पनि साथीहरूसँग आए पनि रमाइलो छ। यहाँबाट चाहिँ धरानको भ्यूहरू चाहिँ एकदम मजाले हेर्न पाइन्छ। अनि यहाँबाट हेर्नु न, झन् कर्नरमा बसेर त धरान कस्तो दामी देखेछ होइन त। अनि यो साइडमा हेर्नुहुन्छ भने कस्तो राम्रो हरियो छ। अनि वास्तवमै आउनै पर्ने ठाउँ रहेछ साथीहरू, यहाँ इन्जोय गर्नु चाहिँ। हामी पनि एकदम फोटो खिच्दा ओर्दा गफ गर्दा यसो गर्दा उसो गर्दा गर्मी भयो। अनि आइसक्रिम खाएर जाउँ न त भनेर हामी चाहिँ यहाँबाट आइसक्रिम खाएर फर्किन लाग्यौँ। अहिलेलाई यति नै है त साथीहरू, बाई।